सम्पूर्णमा नमस्कार, शुभ बिहानी। आज म टाकुरा कम्पोस्टिङ प्रविधिबाट बनाइएको झोल मलको आज चौथो दिनको दिन म हजुरहरूमा आज उपस्थित भइसकेकी छु र हाम्रो यो चौथो दिनको दिन झोल मल कस्तो भएको छ त सबैलाई म देखाउन चाहन्छु। हेर्न सक्नुहुन्छ, यो हाम्रो नुनिलो झोल मल हो र यो हाम्रो चिनीवाला झोल मल हो। यस्तो भइसकेको छ। प्रत्येक दिन हामीले यिनीहरूको ढक्कन खोलेर यसमा भरिएको ग्यास बाहिर फाल्नु पर्ने हुन्छ। यसै गरी हामी यो ग्यास बाहिर फाल्ने ढक्कन खोलेर ग्यास बाहिर फाल्ने प्रक्रिया हाम्रो आज 4 दिन पुगिसकेको छ र 5औं दिनमा यो मल तयार हुन्छ र 5औं दिनको दिन कम्पोस्टिङ मलमा यो कसरी प्रयोग गरेर कम्पोस्टिङ मल गराइन्छ भन्ने कुरा म जानकारी गराउने छु। हाम्रो 5औं दिन भोलि हुनेछ। यो तयारी हुनको लागि अब 1 दिन मात्र बाँकी छ। भोलि मैले कम्पोस्टिङ मलमा यो कसरी मिक्स गरेर राखेर कसरी बनाउन सकिन्छ भन्ने प्रविधि चाहिँ हजुरहरूलाई भिडियो मार्फत जानकारी गराउने छु। अहिलेलाई भने यो यसरी ढक्कन खोलेर यिनीहरूको ग्यास फाल्ने यस्तो आवाज आउँछ। यस्तो ग्यास फाल्नु पर्ने हुन्छ यिनीहरूको प्रत्येक दिन। यो उम्लिँदैछ। अब यो बिस्तारै बिस्तारै खोल्नु पर्छ, नत्र यसले पारी पारी उछुट्याउँछ। यो पुरै माथि उम्लेर आउँछ। ल, मैले यसको ग्यास बाहिर फालिसकेँ। अब यो हाम्रो तयार हुन अब 1 दिन मात्र बाँकी छ। यो भोलि 5औं दिन पुगिसकेपछि मैले कम्पोस्टिङ मलमा कसरी यो प्रयोग गर्ने, यो हाम्रो जडान हो। मैले भनिसकेको थिएँ, जसरी दही जमाउनको लागि हामीले जडान तयार गर्छौँ, त्यसै गरी कम्पोस्टिङ मल बनाउनको लागि पनि यो हाम्रो एउटा नुनिलो एउटा गुलियो झोल मल चाहिँ हाम्रो के हो, जडान हो। त्यही भएर हामीले अब यो 5औं दिनको दिन कम्पोस्टिङ मल बनाउँदाखेरि हामीले यसलाई प्रयोग गर्नेछौँ। कसरी प्रयोग गर्ने भन्ने कुरा मैले भोलि चौथो भिडियो मार्फत मैले तपाईहरूलाई देखाउने छु। अहिलेलाई भने मैले यो 5औं दिनको दिन मैले भिडियो देखाउने छु। यो चौथो दिनमा हाम्रो झोलमा यतिको भएको छ। हेर्नुहोस् है सबैजनाले। हजुरहरूले मलाई फलो गरेर घरमा बनाउँदै हुनुहुन्छ भने पनि यतिको भएको छ कि छैन एकचोटि चेक गर्नुहोला र नजानेको कुराहरू कमेन्टमा सोध्न पनि सक्नुहुनेछ। यो चाहिँ हाम्रो झोल मल हो, जुन कि हामीले